So welcome back, hey guys. Welcome back to another video. So of course it's a vlog, है. आज चाहिँ हामी सधैँ चाहिँ गाउँ जाँदैछौँ and it's already 6 AM here in Pokhara, है. And I'm going to meet my friend up there in चोक, है. त्यो अगाडि चोकमा म साथी भेट्छु and हामी सबैजना भएर जाँदैछौँ. And we are only 3 people, है. 3 जना जाँदैछौँ. And आज चाहिँ हामी गाउँ डाँडा चाहिँ अर्कै बाटोबाट जाँदैछौँ. आई मिन गाउँको बाटोबाट, बिचको बाटोबाट जाँदैछौँ. अनि यो तपाईँलाई थाहा छैन भने गाउँ डाँडा चाहिँ पोखराको नर्थ इस्ट पार्टमा पर्छ, अलिकति हाइटमा छ. सो इट वाज ए फन, है. आफ्टर 15 मिनटको वेट पछि चाहिँ हाम्रो दुईजना साथीहरू चाहिँ ब्याक इन द भिडियो हुनुभएको चाहिँ ल कति उनीहरूलाई कुर्यो भने गाई चाहिँ एक टिकट होइन 2-3 टिकट लाग्न सक्छ. सो बिवेयर अफ गर्ल्स के. आज चाहिँ हाम्रो थर्ड भ्लग है. आज चाहिँ हाम्रो फर्स्ट उकालो यहाँबाट स्टार्ट हुन्छ. हामी चाहिँ आज गाउँडाँडा जानेवाला छौँ. सो हामीसँग छ आज नयाँ मान्छे. हाम्रो आज नयाँ मान्छे हुनुहुन्छ मेरो आफ्नै बहिनी. यो बिटिएसको भन्छ त. सबैजना कोरियन एक्जो फ्यानहरूलाई चाहिँ उहाँतर्फबाट चाहिँ केही शब्द मेरो केही शब्द एकदम थाकिसकेँ. एक्सो फ्यानहरू त जान थाक्छ गाई. जङ्गलको बाटो भएर अलिकति स्केरी क्रिपी तर हामीसँग चाहिँ कुकुर छ. गर्दै जङ्गलको बाटो. दिस इज 15% है. 15% सुरु भएपछि चाहिँ दिस इज हाउ इट इज है. अनि जस्तो राम्रो छ, हेर्न मजाको छ, बट बाटो क्रिपी छ. गर्ल्सहरू अगाडि पुगिसकेको छ, म पछाडि छु. बाटो चिप्लो पनि छ, सो हेर्दै हिँड्नुपर्ने छ. अफकोर्स हेर्दै हिँड्नुपर्छ. थकाइ पनि ठिकै लागिरहेको छ. एन्ड बट दिस टु गर्ल्स आर भेरी एनर्जेटिक है गाइज. एकदम अगाडि हिँडिरहेको छ, लाइक 5 मिनट्स अगाडि मभन्दा. सो काइन्ड राम्रो कुरा हो, किनभने वुमेन्स दिस डेज भनेर प्रुभ पनि गरिरहेछन्. सो सेकेन्ड उकालोको 15% है. यो पनि वर्थ वाचिङ छ गाइस. किनभने यहाँको इको सिस्टमै हेभी सुनसान, लाइक एस्केपिङ द नेचर, एस्केपिङ द सिटी जस्तो छ. आउँछ यो. त्यही मौकामा चाहिँ हामी नेचरमा अनबक्सिङ गरिदिउँ न त भनेर हामीले लिएर आएका छौँ. सो गाइज है, हाम्रो यो चाहिँ गेस्ट हलिडेज सक्नु भयो होला है. सो इट्स गोइङ टु बी अनबक्सिङ. चाहिँ अब चाहिँ हामीले अनबक्स गर्दैछौँ. अनबक्सिङ मान्नु भने गाइज यो चाहिँ हिस्ट्रीकै सबभन्दा ठुलो अनबक्सिङ यो चाहिँ. सो हामी चाहिँ गाउँको बाटो छ. मैले यो गाउँको बाटो चाहिँ ढुङ्गाको र सिमेन्टेड सिडीहरूले भरिएको रहेछ.
एन्ड इट्स अ भेरी गुड वे उताको भन्दा एकदम राम्रो छ आउनु भएको छैन भने प्लिज आउनुहोस् एक्सप्लोर गर्नुहोस् राम्रो छ वर्थ वाचिङ छ वर्थ आउनी छ एभ्रिथिङ एन्ड वी आर अल टायर्ड है पासा पनि टायर्ड सिज टेकिङ रेस्ट गाइज है उता टायर्ड होइन सिज टेकिङ रेस्ट एन्ड सबभन्दा नटायर्ड चाहिँ हाम्रो तल आउँदै हुनुहुन्छ उहाँ त थाकेकै छैन हामी चाँडो हुन्छ भनेर हामीलाई जित्नुहुन्छ भनेर ढिलो हिँड्नुभएको अरे सो दिस प्लेस इज फुल अफ स्टेयर्स है सिडीको भरिएको छ एकदम फुल अफ नेचर है रमाइलो गरौँ हामी जस्तो हाम्रो साया बहिनी चाहिँ हामीसँग फर्स्ट टाइम आउँदैछ है नमस्ते सो हाउ डु यु फिल बहिनी हामीसँग आएर कतिको थाकेछौ रमाइलो भएको छ थाक्ने लाग्छ सो 1 to 4 10 महिनापछि बल्ल वकमा आएको 1 to 10 कतिको थाकेछौ 1 to 10 7 सम्म 7 हो ल बाई बाई। अनि तिमी कसको फ्यान रे भन्दै त 100 लाई फलो गर्नु ल 100 को छान्यो ल मेरो बोयफ्रेन्ड ए राइट पाइदै भयो त होइन चिरिएन चाहिँ यो गाउँ डाँडाको 2/3 बाटो भइसकेको छौँ एन्ड यहाँ यो सेकेन्ड उकालो भइसकेपछि चाहिँ दिस इज द भ्यू है पोखराको भ्यू राम्रो देखिरहेको छ एन्ड वी आर गोइङ टु गाउँ डाँडा अब चाहिँ 15-20 मिनट आई थिङ्क 30 मिनट जतिको बाटोमा चाहिँ हामी गाउँ डाँडा पुग्छौँ एन्ड वी आर अल टायर्ड अब उता गएर हामी ब्रेकफास्ट खान्छौँ अनि भ्यू इन्जोय गर्छौँ अनि सम फुटेजहरू लिन्छौँ देन खिच्ने ट्राई गर्छौँ क्या अरे बट अब धेरै ढिलो भयो भने चाहिँ वी डोन्ट नो वी विल डु दिस अर नट सो विल सी सो पासाले चाहिँ चिया लिएर आउनुभएको छ ल चिया मेकर है गाइज अनि हाम्रो सायाको पासाको बहिनीले चाहिँ अन्डा लिएर आउनुभएको छ अनि मैले के लिएर आएको पासा म आएको छु म आएको छु
So we will enjoy this egg. Wait, पका